ल गाइजहरू हाम्रो यस्तो रमाइलो ठाउँमा हजुरहरू आउन सक्नुहुन्छ। स्याङ्जा स्याङ्जा जिल्ला वालिङ नगरपालिका वार्ड नम्बर 11 बाहुनथानमा हेर्न सक्नुहुन्छ। यस्तो रमाइलो दृश्यहरू हेर्न सक्नुहुन्छ। ल हेर्नुहोस् त, यस्तो दृश्य कहिले देख्न सक्नुभएको थियो हजुरले? बादल लगाइरहेछ, कुहिरोको मन्दिर छ, लाइट पनि देख्न सकिन्छ। त्यहाँ चाहिँ गरौँसरको मन्दिर हो, हेर्न सक्नुहुन्छ हजुरले। जुम गरेर देखाइदिइरहेको छु हजुरलाई। यस्तो रमाइलो ठाउँ छ हजुर। आँधी छ त, आँधी ल आँधी खोला ल आँधी खोला ल्याउन खोला ए आँधी खोला हेर्न सक्नुहुन्छ हजुरले। यस्तो हालत भछ बर्खाको टाइममा अब बर्खा पनि लाग्छ। एकदम यस्तो रमाइलो ठाउँ के हजुरले। ल स्वर्ग आए जस्तो लाउँछ हेर्नु त, यति रमाइलो ठाउँहरू हेर्नु त। जुम गरेर देखाउनु रामबाच्छा हुन्छ त्यो अझै मेन फाट त देखिया छैन। ल हेर्नु रामबाच्छा हेर्नुहोस् त्यो त्यो ओ चाहिँ रामबाच्छा हो। यहाँ यो बाहुनथान यो पेखु 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 यो चाहिँ मन्साङकोट हेर्न सक्नुहुन्छ हजुरले। धेरै जुम भयो कि हजुरलाई। ल अझै कम गरिदिएँ ल। यो चाहिँ नि के अरे घ्याङलिङ, यो घ्याङलिङ बजार, घ्याङलिङको डाँडो त यो हजुरले यो आर्मी क्याम्प भन्छ यो। यहाँ सशस्त्र क्याम्पहरू एकदम रमाइलो ठाउँहरू हजुरहरू एकचोटि भिजिट गर्नु ल। मेरो भान्जाले यहाँ तालिम गरेको ठाउँहरू हो। एकदम रमाइलो ठाउँ, भिजिट गर्नु होला हजुरले। सक्नुहुन्छ एकदम भिजिट गर्न सक्नुहुन्छ है। एकचोटि यहाँ चाहिँ भिजिट गर्नु भयो भने हजुरले वाउ वाउ भन्नुहुन्छ। ल मेरो भान्जाहरू शीतलो छ ठाउँ। अगाडि अगाडि ल मेरो भान्जाहरू अगाडि हिँड्दै हुनुहुन्छ। मेरो भान्जा एकदम मेरो भान्जा र छोरा हुनुहुन्छ यहाँ मेरो साथमा अहिले हेर्न सक्नुहुन्छ हजुर। गाइजहरू एकदम रमाइलो छ है दृश्यहरू हेरेर फेरि हजुरलाई एकदम रमाइलो आउँछ। आएर चाहिँ झन् रमाइलो, एकदम यस्तो रमाइलो ठाउँ छ कि हजुरले कसम ल। मैले भिडियो बनाए जस्तै हजुरलाई यति भिडियो बनाउनु मन लाग्छ कि सुन्नु होला। छलेको होइन, ल हेर्नुहोस् ल। भिडियो चाहिँ अहिले बनाउँला मेरो भाइ, मेरो छोरो ल ल है। मेरो छोरो यहाँ साथमा, त्यही भएर धेरै भोलि होइन। तर चाहिँ हजुर यस्तो यस्तो सिँढी छ हेर्नुहोस्। सरकारले चाहिँ एकदम राम्रो काम गरिरहेको छ यहाँ अहिले, हेर्न सक्नुहुन्छ। म माथिसम्मको भिडियो चाहिँ बनाउँछु हजुरलाई, हेर्नुहोस् ल है साथीहरू। तर चाहिँ म अलिक मोटो भएर के भएर हिँड्न नसिक्ने जस्तो भएको छु। स्याहानी हुन्छ, बुढो भएछु क्या। त्यो भन्जाहरू पखाउन ल ल भान्जाले गीत आएछ। 16 वर्ष थियौ नि अहिले पो बुढो भाइ। यस्तो रमाइलो गर्न सकिन्छ हजुरहरू आएर। फेरि पनि केही छैन। यहाँ आएपछि हजुरलाई कसैको पनि दुःख छैन चाहिँ, किनभने बस्नको लागि पौवा छ, खानको लागि पानी छ, टोयलेट छ, सब कुछ छ। सबै छ है। जुन सब सरकारले सबै हाम्रो चाहिँ यहाँको सरकारले चाहिँ यहाँको हुनाले हाम्रो यहाँको वडाको सरकारले सदस्यहरूले एकदम राम्रो व्यवस्था गर्नुभएको छ। हेर्न सक्नुहुन्छ, आउनु होला हजुर। भयो ठिकै छ, केही छैन। यहाँ पर्यटकहरू एकदम आउनुहुन्छ, धेरै आउनुहुन्छ। फेरि पनि गाउँको लागि भनेर यसलाई हेर्नु यस्तो दृश्य देखाइदिएछ। हेर्नु त कति मान्छे हुनुहुन्छ माथि। तर चाहिँ म चाहिँ एउटै मान्छेको देखाउनु पाएँ। ठिकै छ कि छैन, अझै माथि जाने अनि मैले सबै थोक देखाउन सक्छु। हेर्नु बोल्दालाई अलि नै सासै बढिरहेछ, के गर्ने यस्तै हो। हाम्रा पर्यटक साथीहरू
धेरै हुनुहुन्छ र चाहिँ यहाँ समीको बुटो चाहिँ ल हेर्नुहोस् यो भनेको हाम्रो चाहिँ एकदम समीको बुटो एकदम फेमस बुटो छ यो चाहिँ धेरै साल पहिलाको हुनुहुन्छ छ तर यहाँ हाम्रो पर्यटकहरू एकदम धेरै मान्छेहरू आइरहनुहुन्छ यहाँ ल है ल हेर्नुहोस् यस्तो ठाउँ छ हजुरहरू पनि आइरहनु होला आउन सक्नुहुन्छ हजुरहरू हेर्नुहोस् हामीले त हजुरलाई भ्युज यस्तो छ ल हेर्नुहोस् यस्तो भ्युज आइरहेको ल हेर्नुहोस् त ल हेर्नुहोस् ल हेर्नुहोस् साथीहरू वेलकम है साथीहरू ल है सबैजनालाई वेलकम चाहिँ ल है हाम्रो चाहिँ गाउँठाउँ भनेको यस्तो छ रमाइलो चाहिँ यति रमाइलो मेरो भान्जा र छोरो चाहिँ मेरो उहाँ चाहिँ एकदम शान्ति स्वभावले बसिराख्नु भएको छ हेर्न सक्नुहुन्छ हजुरहरूले भ्युज हेरिरहनु भएको छ तलतिरबाट उताको हेर्नु त यस्तो राम्रो भ्युज हेर्नु त यति राम्रो भ्युज यस्तो आगो लागेको हेर्नु यो कुवेत र इरानको लडाइँमा आगो लागे जस्तो भइरहेको छ यहाँ हेर्नुहोस् त यस्तो हाम्रो प्राकृतिक भ्युज हो त कसैले बनाइबाट होइन हेर्नुहोस् ल हेर्नुहोस् हाम्रो चाहिँ टोइलेट बाथरुमहरू त्यहाँ बनिरहेको छ सब पानीको सुविधा छ ल हेर्नुहोस् यहाँ छ पानी त्यहाँ छ पानीको पाइपहरू सबै नलहरू त्यहाँ छ हेर्न सक्नुहुन्छ ल हेर्नुहोस् यस्तो सुविधाहरू बस्नु यहीँ पनि बस्नु पाइन्छ है त्यहाँ चाहिँ कटेज छ त्यहाँ तलपट्टि एकदम राम्रो भवन बनाएको छ ल हेर्नुहोस् हेर्नु त ल भान्जा मेरो भान्जाहरू मेरो भान्जा हेर्न सक्नुहुन्छ भान्जा भान्जा केही बोल्न चाहनुहुन्छ हजुरहरू भान्जा भ्यू चाहिँ एकदम बवाल छ उताको भ्यू देख्नु मैले ल मेरो छोरो केही देखाउन छ यहाँको उसमा भन्नुहोस् त नथिङ हो एकदम राम्रो छ होइन स्याङ्जाको स्याङ्जा होइन स्याङ्जा चाहिँ नेपाल देशको नम्बर 1 मा चिनिनुपर्छ होइन ल यो ठाउँलाई झन् नम्बर 1 मा पर्यटकहरू ल म घाम पनि देखेँ ल है साथीहरू एकदम हेर्न सकिन्छ म झुम गरेर फेरि एकदम ल हेर्नुहोस् त ल है मैले चाहिँ पुरै देखाइदिएको छु है हजुरहरूलाई हजुर आएर पनि भिजिट गरेर हेर्न सक्नुहुन्छ मैले ढाँटेको छैन छलेको छैन है ल साथीहरू सबैजना धन्यवाद छ फेरि पनि ल वेलकम बाई 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 बाई